साथीहरु आज चाहिँ म गोबी मन्चुरियन बनाउनु पर्यो भनेर ट्राई गर्दैछु है। मैले चाहिँ यहाँनिर जिरा पाउडर अन्त अलिकति उयो कलरको लागि है उयो हालेँ, कलर हालिरहेको अलिकति, अन्त त्यहाँदेखि उयो कर्नफ्लोर हालेको छु कि। हेर्नुहोस् ल कस्तो हुन्छ। अब म आज फर्स्ट बनाउँदैछु। हेर्नुहोस् ल कस्तो बनिँदो रहेछ, म देखाउँछु तपाईँलाई। तपाईँहरूलाई मनपर्छ, मलाई चाहिँ पुरा मनपर्छ गोबी मन्चुरियन। अर्को पत्ताकोबीको भन्दाखेरि चाहिँ यो मनपर्छ है। मैले चाहिँ बोइल गरेर राखेको थिएँ हो। मैले यो मसलाहरू के हालेको थिएँ पनि देखाउनु पाइनँ, तर मैले उयो मात्रै हालेँ, कर्नफ्लोर र उयो मात्रै हालेको छु। पहिला नुन हालेर बोइल गर्नुपर्छ कोपी हो। अब धेरैजनालाई त आउँछ बनाउनु अहिले है। तेल रेडी गर्दैछु हो। अब तेल गरम भएपछि चाहिँ म यो फ्राई गर्छु ल। चाहिँ म फ्राई गर्छु यसलाई है। तेल पनि रेडी भइसक्यो। अब यसलाई मजाले डिप फ्राई गरेपछि चाहिँ त्यहाँदेखि फेरि मसला बनाउनु रेडी गर्नुपर्छ यसलाई। हेर्नुहोस् है साथीहरू, मैले यतिको बनाएर चाहिँ उयो गरेँ हो, फ्राई गरेँ। अब यसरी नै सबै फ्राई गर्नुपर्छ है यसलाई। म चाहिँ यो किन ठुल्ठुलो काटेको भन्दाखेरि चाहिँ बिहान मैले सब्जीको लागि काटेको थिएँ खासमा चाहिँ हो, तर अलिक बेसी भयो अन्त सब्जी। अब यति अलिकति रकले त स्न्याक्स हुन्छ नि होइन, त्यही भनेर चाहिँ मैले यो बनाउन आँटेको है साथीहरू। हेर्नुहोस् ल साथीहरू, अब त्यही भाँडामा यहाँ कर्नफ्लोर अलिकति रहेको थियो होइन। अब त्यहीँनिर यो टमेटो सस हो, टमेटो सस। अब यो मेरो चाहिँ एकदमै कम्ती छ हो, त्यसले गर्दा मैले कम्ती नै हालेँ। अहिले भएन भने अलिक हाल्दा नै हुन्छ हो। स्पुन अलिकति हालेँ। यो ग्रिन चिल्ली सस यो चाहिँ अलिक कम्ती हालेको छु हो। यो रेड चिल्ली सस किनभने मैले ग्रिन चिल्ली पनि रेडी गरेको छु, त्यसले गर्दाखेरि अलिक कम्ती नै हालेँ है। यसमा चाहिँ पानी हालेर अब उयो गर्नुपर्छ, नुन हालेर। मेरो बेसी छैन कि, त्यसले गर्दाखेरि कम्ती नै हालेको मैले नुन पनि हो। हेर्नुहोस् ल साथीहरू, मैले यहाँनिर अब के रेडी गरेको छु भने गार्लिक, ग्रिन चिल्ली, अनियन, यो स्प्रिङ अनियन हो। मैले जिन्जर चाहिँ हालिनँ हो, तपाईँहरूलाई मनपर्छ भने जिन्जर हाल्दा पनि हुन्छ। मैले त्यही तेलमा यो हालेँ होइन। अन्त थोरै ब्राउन भएपछि अब चिल्ली, अनियन, यसमा क्याप्सिकम हाल्नुपर्छ। तर अब के गर्नु है, हाम्रोतिर त अब अलिक बस्तीमा त त्यति एभाइलेबल पनि त हुँदैन होइन सबै कुरा। तर यो यो छैन म बनाउँदिनँ भनेर चाहिँ नसोच्दा पनि हुन्छ। अब कुनै कुरो नभए पनि मिठै हुन्छ क्या। अब त्यस्तो नमिठो हुने चाहिँ यो हुँदैन हो। यहाँले सबै फ्राई गरेको थिएँ मैले, सबै हालेर चाहिँ अब मिक्स गरेर हो। यहाँ मैले रेडी गरिरहेको यो ससहरू है। सबै हालेर चाहिँ साथीहरू, तपाईँहरूलाई चाहिँ कस्तो टाइपको मनपर्छ है, पिरो बेसी खानुहुँदाखेरि होइन। मैले चाहिँ अब यस्तो भयो यहाँ चाहिँ अब यसमा माथिबाट स्प्रिङ अनियन हालेपछि चाहिँ एकदमै यहाँ टेस्टी जस्तो। तपाईँहरूलाई चाहिँ अब कतिको मनपर्छ होइन। यहाँ चाहिँ मैले चाहिँ यतिको बनाएँ है। हेर्नुहोस् साथीहरू कस्तो भएछ, म टेस्ट गर्छु ल। एकदमै टेस्टी भएछ है साथीहरू। तपाईँहरू पनि बनाएर खानु चाहिँ जाडोमा तातो है। एकदम सिम्पल छ बनाउनु पनि, क्या मिठो भएछ।